Hello, everyone. Welcome back to my live again. So it's December 1st. I am here in my business page, Devaki Gimide and Co. This is the face behind this page. अनि म चाहिँ मैले हिजै मेन्सन गरेको थिएँ म अर्को च्यालेन्ज लिएर आउँछु डिसेम्बरमा भनेर मैले पोस्ट पनि बनाएको थिएँ। म आजदेखि चाहिँ डिसेम्बर 10सम्म 10 डेजको गो लाइभ लिएर चाहिँ हजुरहरूमाझ उपस्थित भएको छु होइन। अनि हजुरहरूले मलाई पहिलोचोटि हेर्दै हुनुहुन्छ भने चाहिँ मेरो नाम देवकी, म ओरिजिनली नेपालबाट हाल चाहिँ अमेरिकाको न्युयोर्क स्टेटमा बस्दै आइरहेको छु मेरो फ्यामिलीसँग। सो आजको यो गो लाइभ च्यालेन्जलाई चाहिँ हाम्रो सिनियर कोच इडेन अलावे, सी इज फ्रम फिलिपिन। उहाँले चाहिँ यो बिजनेस स्टार्ट गर्नुभएको अलमोस्ट लाइक 7 इयर्स जस्तो भइसक्यो, 6-7 इयर्स। अनि उहाँले राम्रो नै गरिरहनु भएको छ। सी इज गेटिङ ब्याक टु ब्याक सक्सेस। अनि यो च्यालेन्ज चाहिँ उहाँले दिनुभएको थियो हाम्रो टिमलाई एन्ड आई एक्सेप्ट द्याट च्यालेन्ज एन्ड नाउ आइ एम हियर। म चाहिँ 10 डेजसम्म आएर आफ्नो बारेमा यो बिजनेसको बारेमा धेरै कुराहरू हामी यहाँ समावेश गर्नेछौँ। सो हेर्नुहोला अनि स्टे ट्युन इन माई बिजनेस पेज पनि। अनि हजुरहरूले मेरो बिजनेस पेजलाई फलो गर्नुभएको छैन भने देवकी घिमिरे एन्ड को, त्यो चाहिँ मेरो बिजनेस पेज हो। यु क्यान फलो मी, यु क्यान लाइक माई पेज होइन। धेरै कुराहरू पाउनुहुन्छ, कन्टेन्टहरू पाउनुहुन्छ। यो बिजनेसको बारेमा मोर जानकारी पाउन चाहनुहुन्छ भने चाहिँ मेरो पेजलाई गएर हेर्नुभयो भने पनि हजुरलाई अलिकति आइडिया हुन्छ के गरिरहेको छु मैले भन्ने कुरा। सो आजको टपिक पनि मेरो आफ्नै इन्ट्रोडक्सन गर्ने नै छ होइन। सेयर हु यु आर, वेयर आर यु फ्रम, फन फ्याक्ट एन्ड देन वाइ यु स्टार्ट यो अनलाइन बिजनेस भन्ने कुरा चाहिँ म आजको लाइभमा सेयर गर्छु। सो मैले अघि नै मेन्सन गरिहालेँ, फेरि पनि नमस्ते, मेरो नाम देवकी। ओरिजिनल्ली म नेपालबाट हाल चाहिँ अमेरिकाको न्युयोर्क स्टेटमा बस्दै आइरहेको छु मेरो फ्यामिलीसँग। म युएस आएको चाहिँ इट्स बिन लाइक 6 इयर्स नै हुन आँटिसक्यो होइन। अनि म कोभिडको टाइममा आएको थिएँ। अनि कामको कुरा, प्रोफेसनको कुरा गर्दा चाहिँ म आउने बित्तिकै लाइक 2-3 महिनादेखि नै मैले हस्पिटलमा एज अ हस्पिटल एडमिनिस्ट्रेटर भएर 3.5 वर्ष काम गरेँ। मेरो यो अमेरिकाको फर्स्ट जब एक्सपिरियन्स थियो त्यो। अनि म एकदमै इन्जोय पनि गरिरहेको थिएँ, मलाई एकदम मनपर्थ्यो मेरो काम। बट देयर इज समथिङ। अनि आफ्टर होइन प्रेग्नेन्ट भइसकेपछि आफ्टर ह्याभिङ माई बेबी गर्ल, जो चाहिँ अहिले अब 22 मन्थमा रनिङ भइरहेकी छिन्, ऊ जन्मिसकेपछि चाहिँ मेरो प्रायोरिटिजहरू चेन्ज भयो होइन। अब एउटा आमा भइसकेपछि होइन, एउटा बच्चाको ग्रोथ हेर्नलाई एकदमै त्यो म चाहिँ अलिकति त्यस्तै खालको ममको क्याटेगोरीमा पर्ने रहेछु क्यारे होइन। आई डिड नट वान्ट टु सेन्ड हर टु द डे केयर होइन। ऊ जन्मिनुभन्दा अगाडिदेखि नै मलाई त्यस्तो थट्सहरू आउँथ्यो, म उसलाई चाहिँ डे केयरमा राख्न सक्दिनँ होला, म घरमै उसको ग्रोथ हेर्छु भन्ने चाहिँ त्यो एकदमै डिप डाउन त्यो मलाई फिलिङ थियो। अनि जब ऊ भइसकेपछि चाहिँ होइन मैले बिजनेस स्टार्ट गरेँ, त्यसमा पनि म आउँछु। अनि म त ओरिजिनल्ली दोलखा नेपालबाट हो। म नेपालबाट त भन्दै आइरहेको छु, तर कति धेरै नयाँ हुनुहुन्छ उहाँहरूलाई थाहा छैन होला। म चाहिँ दोलखा नेपालबाट हो, दोलखा नेपालको नि दोलखाबाट। अनि अहिले चाहिँ मेरो फ्यामिली चाहिँ सूर्यविनायक भक्तपुरमा बस्नुहुन्छ। अनि लास्ट टाइम चाहिँ मैले पहिलोचोटि नेपाल लाइक अलमोस्ट 5 वर्ष पछाडि मेरो फ्यामिलीलाई भिजिट गर्ने मौका जुरेको थियो। सो यो बिजनेसलाई पनि म थ्याङ्क यू भन्छु होइन। यो बिजनेसको कारणले नै गर्दा मैले 2 महिनाको लामो भेकेसन आफूलाई लिने एउटा अवसर जुरेको थियो, यत्रो 5 वर्षमा नजुरेको होइन। आफ्टर जोइनिङ दिस बिजनेस मलाई त्यो एउटा प्रिभिलेज अनि त्यो ब्लेसिङ पनि मिलेको थियो। मैले आफ्नो फ्यामिलीलाई भिजिट गरेँ यही 2025 को मिड टाइममा, लाइक मार्च अप्रिल मे 2 महिना चाहिँ म उहाँहरूसँग मेरो फ्यामिलीसँग टाइम स्पेन्ड गर्ने एउटा अवसर पनि जुर्यो। अनि एउटा अर्को भनेको चाहिँ मेरो फन फ्याक्ट जस्तै कुरा गर्दाखेरि चाहिँ मलाई एकदमै खाना बनाउन, कसैलाई खुवाउनलाई एकदमै मनपर्छ है, कुकिङ गर्नलाई
आई डोन्ट नो जब म खानेकुराहरू बनाउँछु त्यो मेरो दिलदेखि बनाएको हुन्छु अनि मलाई रमाइलो पनि लाग्छ अनि भेराइटीहरू बनाउन एकदमै मनपर्छ। त्यो चाहिँ मेरो फन फ्याक्ट हो जस्तै भयो होइन। यो बिजनेस चाहिँ स्टार्ट गरेँ भन्दाखेरि चाहिँ देयर इज द रिजन के। अब अघि मैले भनेँ नि आफ्टर ह्याभिङ बेबी प्रायोरिटिज सिफ्ट क्या, प्रायोरिटिज चेन्ज भयो। किन भन्दाखेरि अब एज अ इमिग्रेन्ट हजुरहरूले पनि रिलेट गर्न सक्नुहुन्छ होला त्यो कुरा होइन। म चाहिँ अब एउटाको मात्रै कमाइले अब गाह्रै हुन्छ नि त युएसको जस्तो ठाउँमा बिल्सहरू आइरहेको हुन्छ अनि अब बिल्सले त त नसक्ने तेरो बच्चा छ तँलाई आउँदिन भन्दैन नि त। सो त्यो भएर चाहिँ सिचुएसन त्यस्तै हुन्छ। देयर इज अ टु अप्सन के, अब मैले बच्चालाई डे केयरमा पठाएर म काममा जाने अथवा मैले काम क्विट गरेर म घरमा बस्ने, त्यो दुईवटा अप्सन मात्रै अभाइलेबल भयो मसँग। अनि आई चुज लाइक म घर बसेर आफ्नो करियर ब्रेक गर्छु भनेर। अनि अब त्यही हो सबै कुरा हुँदै जाँदाखेरि मैले अब ठिकै छ म ब्रेक लिन्छु भनेर एउटा माइन्डसेट त बनाइसकेको थिएँ। बट डिप डाउन देयर वाज समथिङ क्या, समथिङ वाज मिसिङ इन माई लाइफ। लाइक एभ्री डे स्केजुलमा गइराखेको होइन, आफ्नो एउटा टाइममा सर्कलमा घुमिराखेको, एउटा साइकलमा घुमिराखेको मान्छेलाई अचानक न्यू बोर्न छ होइन, उसको टेक केयर गर, सबै कुरा नयाँ भइरहेको छ एज अ फर्स्ट टाइम मम पनि। अनि धेरै कुराहरू सिक्दै अगाडि बढ्दै गइरहेको थिएँ। अनि समथिङ वाज मिसिङ भनेर चाहिँ मलाई भइरहेको थियो। अनि मैले सोसल मिडियाकै थ्रुबाट चाहिँ यो बिजनेसलाई बुझ्ने मौका पाएँ होइन। मेरो मेन्टर उहाँलाई मैले टिकटकमा भेटाएको देखेको थिएँ अनि हेरेँ उहाँको जर्नी पनि। हेर्दै जाँदाखेरि चाहिँ यो बिजनेसमा उहाँले भनेअनुसारै ओके अलिकति मलाई के फ्लेक्सिबिलिटीको कुरा अनि ट्रेनिङहरू दिन्छ, हामीले बाहिर गएर कहीँ ट्रेनिङ लिनु पर्दैन, आफैले आफ्नो यहीँभित्र सबै कुरा सिकाइन्छ भन्दाखेरि चाहिँ आई वाज भेरी न्यू। मलाई केही त्यस्तो आइडिया पनि थिएन बिजनेस रिलेटेड, किनकि मैले कहिले बिजनेस गरेको पनि थिएन अनि मेरो फ्यामिलीमा त्यस्तो बिजनेस ब्याकग्राउन्डबाट कोही हुँदा नै हुनुहुन्न थियो। अनि अझ डिजिटल बिजनेस अनलाइन बिजनेस भनेको त एकदमै इट्स भेरी न्यू टर्म फर मी पनि के। अनि आई वाज भेरी स्केप्टिकल, भेरी डाउटफुल, के होला वाट इफ भन्ने क्वेसनहरू धेरै आएको थियो होइन। मैले गर्न सक्छु सक्दिनँ यस्तो धेरै डाउटहरू आउँदै पनि मेरो वाइ इट्स बिगर देन एनिथिङ एल्स नि त। अब मेरो छोरीलाई मैले टाइम दिनु, म उसलाई उसको ग्रोथ हेर्छु अनि मैले यो बिजनेस गरेँ भने त सायद म काममा जानु पर्दैन होला भन्ने एउटा त्यो हुन्छ नि यसले ठुलो एक्साइटमेन्ट पनि लिएर आएको थियो कि मेरो लाइफमा। त्यही भएर चाहिँ मैले सर्टेन स्टेपहरू फलो गर्दै गएँ, जुन फलो गर्नुपर्ने मेरो मेन्टरले मलाई मेन्सन गर्नुभयो त्यो अनुसार फलो गर्दै जाँदाखेरि चाहिँ आई लाइक द बिजनेस। अनि माई हस्बेन्ड अल्सो लाइक इट के, ल ओके यो प्लेटफर्ममा हामीले काम गर्न सक्छौँ भन्ने एउटा त्यो डिसिजनमा पुगिसकेपछि चाहिँ लेट्स डु दिस होइन। अब अहिलेको डिजिटल इरामा सबै कुरा डिजिटल भइरहँदाखेरि हामी काम गर्छौँ होइन, हामी फ्यामिलीसँग कनेक्ट भइरहेको छौँ, कति वर्क फ्रम होम पनि गरिरहेकै पनि होला होइन जब। अनि हामी ग्रोसरी अनलाइन गरिरहेको छौँ, सपिङ अनलाइन गरिरहेको छौँ। सो वाइ नट बिजनेस पनि अनलाइन गर्ने भन्ने त्यो एउटा माइन्डसेट लिएर चाहिँ त्यो एउटा स्ट्रङ वाइ लिएर चाहिँ म बिजनेसमा अगाडि बढेँ। अहिले मैले बिजनेस गर्न थालेको नि 2.5 वर्ष 1.5 वर्ष जस्तो भइसक्यो होइन। सो त्यही नै रिजन थियो क्या। अनि अर्को कुरा भनेको चाहिँ अब बच्चा त छँदैछ होइन, बच्चा सँगसँगै चाहिँ अब हामीले लाइफमा कतिन्जेल चाहिँ अर्काको काम गर्ने त होइन। अब हामी अर्ली रिटायरमेन्ट भनिरहेको हुन्छौँ यहाँ, हामी के 60 वर्ष 70 वर्ष हुँदासम्म पनि अर्काकै काम गर्ने हो त होइन। सो त्यो एउटा लङ टर्म प्लान पनि छ। अनि होइन धेरै कुराहरू छ क्या, अर्काको अन्डरमा गरेर अर्काको लागि हामी 10 वर्ष काम गर्न सक्छौँ भने वाइ नट आफ्नो लागि 10 वर्ष काम गर्ने, आफ्नो लागि आफ्नै इम्पायर खडा गर्ने। यो बिजनेस त अझ यस्तो अमेजिङ छ कि तपाईँले आफ्नो लेगेसी पनि आफ्नो बालबच्चालाई ट्रान्सफर गर्न सक्नुहुन्छ, आफ्नो फ्यामिलीलाई ट्रान्सफर गर्न सक्नुहुन्छ। अनि दिस इज अ लिगल बिजनेस, लेजिटमेट बिजनेस होइन। अब कतिलाई चाहिँ त्यो पनि डाउट भएको जस्तो मान्छु कि म, यदि मले यस्तो नराम्रो फेक कुरा गर्दै हिँडेको रहेछु भने त म आफ्नो फेस यसरी आएर लाइभमा आएर बोल्ने, मेरो घर परिवार कहाँबाट म भन्ने थिएन होला नि त। तपाईँहरूले यसो अन्दाज लगाउँदा पनि यो कुरा बुझ्नुपर्ने हुन्छ जस्तो लाग्छ क्या। जसलाई चाहिँ डाउट छ उहाँहरूको लागि भनेको मैले होइन। सो त्यो भएको भएर चाहिँ
यही बिजनेसको थ्रुबाट चाहिँ अब म संसारभरको मान्छेहरूसँग कनेक्ट भइरहेको छु। यो ग्लोबल बिजनेस हो, संसारको कुनै पनि ठाउँबाट गर्न सकिन्छ होइन। आफूसँग एउटा इन्टरनेट र वाइफाई अथवा ल्यापटप, मोबाइल फोन भयो भने यु आर गुड टु गो। तपाईँको बिजनेस तपाईँसँगै गइरहेको हुन्छ। अस्ति म नेपाल त्यत्रो 2 महिना बसेर आउँदा मेरो बिजनेस मसँगै म जहाँ गइरहेको छु सबै मेरो सेटअप फोनमै भइरहेको थियो। अनि फोनबाट नै मैले इन्क्वायरिजहरू लिने, मेरो क्लाइन्टलाई फलोअपहरू गर्नेदेखि इच एन्ड एभ्रिथिङ चाहिँ मैले फोनबाटै गरेको थिएँ। दिस इज भेरी पोर्टेबल एन्ड ह्यान्डी बिजनेस है। सो यो बिजनेसमा आउनुको मुख्य कारण पनि मेरो छोरी नै थिइन्। सो यही कुरा गर्दै है, यही जानकारी दिँदै चाहिँ म आजको लाइभलाई यहीँ टुङ्गाउन चाहन्छु होइन। यदि हजुरहरूलाई पनि इन्ट्रेस्ट छ अनलाइन बिजनेसको बारेमा, डिजिटल बिजनेसको बारेमा बुझ्न मन छ भने चाहिँ फिल फ्री टु म्यासेज मी। मैले भन्दै नै आइरहेको छु होइन। हेजिटेट नलिकन अगाडि आएर सोध्नुहोला होइन, के हो यो बिजनेस, कसरी गरिरहेको छौ भनेर। इफ हजुरले एक्सन लिनुभयो भएन भने हजुरलाई एक्सन लिऊ भनिदिने पनि सायद को नै हुन्छ होला र होइन। तपाईँले आफ्नो लागि आफैले आवाज उठाउनुपर्छ, आफ्नो लागि आफैले अगाडि बढेर चाहिँ एक्सन लिनुपर्छ, आफ्नो लागि आफैले सोच्नुपर्छ भन्ने बेला चाहिँ आएको छ होइन। यदि हजुरहरूको फर यु पेजमा अथवा हजुरको फिडमा चाहिँ मेरो भिडियो रन भइरहेको छ, हजुरले मलाई देखिरहनु भएको छ भने चाहिँ माइट बी अपर्च्युनिटिज कलिङ फर यु है। जस्ट टेक एक्सन एन्ड सी के तपाईँको लाइफमा यो फिट हुन्छ कि हुँदैन, तपाईँको गोलसँग यो म्याच हुन्छ कि हुँदैन भनेर त जब तपाईँभित्र आएर बुझ्नुहुन्न, जब तपाईँले आएर यसको बारेमा हेर्नुहुन्न तबसम्म तपाईँलाई थाहा हुँदैन होइन। त बाहिरको अरूले भनेको भरमा पनि नलाग्नुहोस् होइन। आउनुहोस्, आफ्नो प्रोसेसहरू फलो गर्दै हेर्नुहोस्, मन पर्यो भने। अनि हजुरसँग ट्रायल पिरियडहरू पनि हुन्छ, त्यहाँ गएर चाहिँ हजुरलाई मोर डिटेलमा चाहिँ म एज अ मेन्टर होइन, मैले अहिलेसम्मको मेरो 1.5 वर्षको एक्सपिरियन्समा जे कुरा सिकेको छु हजुरहरूलाई सिकाउँछु होइन, ढुक्कको साथ। त्यो चाहिँ म हजुरहरूलाई ग्यारेन्टी नै दिन्छु होइन। जे मैले सिकेको छु त्योभन्दा बढी नै तपाईँहरूले लिएर जान सक्नुहुन्छ। सो यति भन्दै चाहिँ आजको लाइभलाई म यहीँ टुङ्गाउन चाहन्छु है। अनि म भोलिदेखि लिएर लगातार 10 दिनसम्म चाहिँ एभ्री यस्तै टपिकहरू लिएर यो बिजनेस रिलेटेड अथवा मसँग रिलेटेड कुराहरू थाहा पाउन सक्नुहुन्छ हजुरले मेरो यो 10 days गो लाइभ च्यालेन्जमा। एन्ड आइ एम भेरी 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 एक्साइटेड। थ्याङ्क यू सो मच। आइ एम भेरी थ्याङ्कफुल, आइ एम भेरी ग्रेटफुल। यो अमेजिङ अपर्च्युनिटी, अमेजिङ प्लेटफर्ममा म बसेर काम गर्न पाउँदा चाहिँ आइ एम भेरी प्राउड अफ माइसेल्फ। मैले एकदमै आफूलाई नपाएको आफ्नो कुरा निकाल्न खोताल्न पाइरहेको छु क्या। हामीलाई थाहा हुँदैन कि के कुरा हाम्रो लागि राम्रो हो भनेर। तर होइन, त्यो यो बिजनेसले चाहिँ त्यो उपलब्ध गराइदिएको छ कि त्यो मैले कहिले नचिनेको देवकी घिमिरेलाई अहिले यो 1.5 वर्षको दौरानमा चाहिँ एउटा चिन्ने, आफूको मसँग के क्यापेसिटी रहेछ, आफूलाई कसरी क्यारी अन गरेर लान सक्ने ममा क्षमता रहेछ, क्यापेसिटी रहेछ, ममा त्यो एबिलिटी रहेछ भन्ने कुरा चाहिँ यो बिजनेसको मार्फत मैले थाहा पाएँ। अनि यदि हजुरहरूलाई पनि पर्सनल ग्रोथ, प्रोफेसनल ग्रोथ, मेन्टल ग्रोथ, फाइनेन्सियल ग्रोथ चाहिन्छ भने चाहिँ अभियसली यो बिजनेस इन अ बक्स जस्तै हो। हजुरहरूले मलाई रिच आउट गरेर बुझ्न सक्नुहुन्छ। यति भन्दै आज चाहिँ म आजको लाइभलाई यहीँ अन्त्य गर्न चाहन्छु। आई विल सी यु टुमोरो विथ अ डिफ्रेन्ट टपिक है। थ्याङ्क यू सो मच जसले पनि मेरो लाइभ हेरिरहनु भएको छ अनि जसले पनि रिप्ले हेर्नुहुन्छ संसारको कुनै पनि ठाउँबाट हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ है, कहाँबाट हेर्दै हुनुहुन्छ भनेर। अनि हामी ग्लोबल्ली देख्न सक्छौँ यो बिजनेस कति ग्लोबल छ भन्ने कुरा पनि है। त थ्याङ्क यू सो मच है। यहाँ एउटा कमेन्ट पनि आएछ, लेट मी रिड द कमेन्ट। भगवती पौडेल, गुड मर्निङ सिस, वाचिङ लाइभ फ्रम नेपाल। थ्याङ्क यू सो मच भगवती सिस, थ्याङ्क यू सो मच फर योर लभ एन्ड सपोर्ट एन्ड योर कमेन्ट। देख्नुभयो अहिले हामी नेपालबाट हेरि पनि रहनु भएको छ, संसारको कुनै पनि ठाउँबाट यो बिजनेसलाई गर्न मिल्छ होइन। त्यो भएको भएर यो हाम्रो एउटा ब्युटी हो। सो थ्याङ्क यू सो मच भगवती सिस फर योर कमेन्ट। यति भन्दै चाहिँ म आजको लाइभलाई यहीँ टुङ्गाउँदै आइल सी यु टुमोरो गाइज विथ अ डिफ्रेन्ट टपिक। बाई, स्टे हेल्दी, स्टे ह्याप्पी है त। टेक केयर।